हाम्रो भाइहरूले बनाएको बाटो यहाँबाट सुरु है। यताको बाटो ठाडै थियो, अहिले हामीले बनाएको बाटो यता। पहिला बाटो यताबाट आउनु पर्थ्यो, अहिले हामी यताबाट सर्टकट बाटो बनाऊँ। पहाडतिर कस्तो सिँढी बनाऊँ, उक्किसक्यो रहेछ। हाम्रो चौपाटी डाँडा जानुभन्दा अगाडिको फर्स्ट स्टेसन है, बस्ने थकाउने ठाउँ। हामी यो सालकुरुबाट सिधा माथि गयो भने चौपाटी डाँडा त पुगिन्छ, तर बिचमा हामीले गणेशस्थान मन्दिर छ है। अहिले म यतातिर लाग्दैछु। मेरो भाइहरूले यता पनि रिपेयरिङहरू गर्दैछन् क्या। बाटो चाहिँ हिँड्नै नमिल्ने थियो, भाइहरूले अलिअलि यता पनि बनाइरहेछन्, ढुङ्गा बिछाएर राम्रो बनायो अहिले। 4 नम्बर पोलसम्म चाहिँ हामीले बिचमा अप्ठ्यारो थियो, हिँड्न नमिल्ने जस्तो थियो। त्यहाँ थोरै फेरि हामीले लेभलिङ मिलाउँदै 4 नम्बर पोलसम्म लाग्छौँ। हाम्रो यो 4 नम्बर पोलसम्मको काम फिनिस गरिसकेको छ हाम्रो भाइहरूले। केवल रहेको 4 नम्बर पोल यो। यताबाट हाम्रो 3 नम्बर पोलभन्दा 4 नम्बर पोलभन्दा माथि भएको यो हामीले बनाइरहेको यो हाम्रो सेकेन्ड स्टेप है, चौपाटी डाँडा पुग्दासम्मको। यहाँ कोही सहयोग गर्ने महानुभाव हुनुहुन्छ भने हामीले यहाँ एउटा प्रतिशाला राख्ने सोच बनाऊँ। यो भिडियो हेरेर कसैको यस्तो सहयोग गर्ने मन छ भने कृपया यो भिडियोमा कमेन्ट गरिदिनु होला है। ट्याक्क यसको मुनि हाम्रो गणेशस्थान मन्दिर पर्छ। यो बाटो गयो भने हामी चौपाटी डाँडा, यहाँबाट हाम्रो बाटो घुम्छ है। फाइनली हाम्रो चौपाटी डाँडा देख्यो। दाइहरू होस् न है, मगर समाजको दाइहरू चाहिँ माथि आएर बसिसक्नु भएको छ। हामी चौपाटी डाँडाको टुप्पोमा आइसक्यौँ। चौपाटी डाँडामा हामीले बुद्धको झन्डा राखेको थियौँ, त्यो झन्डा चाहिँ अस्तिको हावाले छुट्याएको रहेछ। ल हाम्रो फाइनली लास्ट स्टेप चाहिँ आइसक्यो। फाइनली हामी आज त बाटो बनाउँदै आयो, भिडियो खिच्दै आएको भाइले बनाएको।